हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ म यहाँ अलिकति छोटो यात्राको लागि निक्लेको छु। जस्तो हाम्रो न्युब्रादिनदेखि फुलबारीसम्मको यसो बाटामा भ्लग बनाएको होइन। यो चाहिँ मेरो फर्स्ट भ्लग हो होइन। कस्तो हुन्छ त्यस्तो नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होइन। यस्तो बनाउनु ट्राई गरेको क्या मैले भने। यहाँ अहिले अब म फुलबारी आइपुग्न लागेँ। यस्तो हाम्रो ताप्लेजुङ जिल्लाको 8 त्रिवेणी गाउँपालिका वार्ड नम्बर 1 देखि सोही गाउँपालिका वार्ड नम्बर 2 फुलबारीसम्म गएको। अहिले अब बर्खाको दिन बाटोहरू अब यस्तै होइन, घारी ती खेतहरू अब यता रोपाइको तयारी हुँदै रहेछ। यता बिउ राखेको रहेछ यहाँ पर, यहाँले देख्न सक्नुहुनेछ यो। तर कसको खेत त्यो चाहिँ मलाई थाहा छैन। म चाहिँ यो बाटो हिँडेको नि त आज होइन। जङ्गलतिर अब यस्तै होइन, गाउँतिर चाहिँ अब यस्तो उकालो ओह्रालो हिँड्नुपर्छ नि त। अब प्रायः गाउँ बजार बस्नेहरूलाई त थाहा हुँदैन। यहाँ जङ्गलमा चाहिँ अब एकचोटि पहिला बाटो हिँड्दा नि मैले एउटा गोमन सर्प भेटेको थिएँ क्या म। अनि त्यही भएर मैले लट्ठीसहित हिँडिरहेको छु होइन। लट्ठी बोकेर सेर्ने छ्यासेस गरेर हटाउनु त पऱ्यो नि। यस्तै होइन, सबैले सपोर्ट गरिदिनु होला होइन। सब्सक्राइब गरिदिनु मेरो आइडियामा न्यू भ्लग बनाउनु थालेको। यस्तो नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होइन। जो अब गाउँले साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ मिठो मिठो कमेन्ट गरिदिउँ होइन। यस्तै हो, सबैले सपोर्ट गरौँ भन्दै ल त गाइज, फेरि अर्को भिडियोमा भेटौँ। धेरै लामो पनि भिडियो नबनाउला होइन। ल त सबलाई ह्याभ अ नाइस डे, गुड लक।